यो कम्पनीको एउटा रेन्ज बेग्लै हुन्छ तर हामी चाहिँ यी इम्पोर्ट गर्ने एसेम्बल गर्ने यी सर्भिस सबै दिने हुनाले हामीले कस्टमरलाई भन्ने रेट चाहिँ प्र्याक्टिकल रेन्ज मात्रै भनेको हुन्छ। यसमा क्रुज कन्ट्रोलको पनि अप्सन राखिएको छ। ओके, क्रुज कन्ट्रोल भनेको गाडीमा एउटै स्पिडमा हाइवेमा कुद्नका लागि राखिएको अप्सन हो। हजुर। अलराइट, आज हामी तपाईलाई ग्रीन पावरको नयाँ इलेक्ट्रिक स्कुटर बजारमा आएको छ, भर्खर आएको, अपडेटेड छ र अपग्रेडेड छ। ग्रीन पावरको एस ब्रान्डिङ गरेको छ। फर्स्टमा ब्रान्डिङ पनि देखाउनु पर्छ हैन। एस ब्रान्डिङ गरेको इलेक्ट्रिक स्कुटरको फिचर्स हामी तपाईलाई बताउने छौँ। योभन्दा अगाडि पनि ग्रीन पावरको विभिन्न मोडल हामीले यहाँ सोकेस गरिसकेका छौँ। युट्युब च्यानलमा चेकआउट गर्न सक्नुहुन्छ। अब सुरु गरौँ यो ग्रीन पावर एसको स्पेसल फिचर्स अरू इलेक्ट्रिक स्कुटर भन्दा किन फरक छ, के कारणले फरक छ। आज हामी नयाँ ग्रीन पावरको यो सर्ट रेन्जवाला ग्रीन पावरको एसीई मोडल एक मोडल, यसको चाहिँ सानो छरितो र ठिक्क मिडल रेन्जका कस्टमरहरूका लागि टार्गेट गरेर बनाइएको। मिडल रेन्ज भन्नाले मैले मिडल रेन्ज भन्नाले 90 देखि 100 को रेन्जमा एकदमै राम्रो। 90 देखि 100 किलोमिटर ट्राभल गर्न चाहनुहुन्छ, त्यति लामो किलोमिटर पनि होइन, यो छोटो किलोमिटर पनि होइन। किलोमिटर तर एउटा कुरा याद गर्नुपर्ने के छ भन्दाखेरि राधा इभी सेन्टर बिर्ता मोडमा भनिएको रेन्ज चाहिँ प्र्याक्टिकल रेन्ज हुन्छ। यो कम्पनीको एउटा रेन्ज बेग्लै हुन्छ तर हामी चाहिँ यी इम्पोर्ट गर्ने एसेम्बल गर्ने यी सर्भिस सबै दिने हुनाले हामीले कस्टमरलाई भन्ने रेट चाहिँ प्र्याक्टिकल रेन्ज मात्रै भनेको हुन्छ। अब यो गाडीको फिचरको कुरा गरौँ, यो हेर्दाखेरि कुनै इलेक्ट्रिक गाडी जस्तो देखिँदैन, परबाट हेर्दाखेरि ठ्याक्कै पेट्रोल स्कुटर जस्तै देखिन्छ। मेरो दुईटा आँखाले परबाट हेर्दा त म सोचिरहेको थिएँ तपाईँले कहाँ यो इलेक्ट्रिक यो स्कुटर बेच्ने ठाउँमा पेट्रोल ल्याउन आँट्नुभयो, हाँसको ठाउँमा बकुल्लो भन्थ्यो भनेको म कन्फ्युज रहेछु। इलेक्ट्रिक स्कुटर भन्नुहोस् त ल। यसको मुख्य फिचर चाहिँ त्यही हो कि पेट्रोल कम इलेक्ट्रिक जस्तो देखिन्छ तर यो फुल्ली इलेक्ट्रिक गाडी हो। यी स्कुटर भनौँ, यो स्कुटर हो र यसको ब्याट्री क्यापासिटी भनेको हामीले दुईटा भेरिएन्टमा दिएको छ। एउटा 40 एम्पियरको ग्राफिन ब्याट्रीमा र अर्को चाहिँ 40 एम्पियरको लिथियम भेरिएन्टमा। तपाईलाई ग्राफिन मनपर्छ या लिथियम मनपर्छ, तपाईँको चोइसको कुरा हो। दुईटा अप्सन छ तपाईँसँग यो कुदाउनको लागि। माइलेज भन्नुहोस्। यसको ग्राफिन ब्याट्रीले तपाईँको 190-100 को किलोमिटर दिन्छ भने लिथियम ब्याट्रीले पनि त्यही किलोमिटर दिन्छ। तर लिथियम ब्याट्रीमा चाहिँ फास्ट चार्जिङको सुविधा पनि हामी हालिदिन्छौँ कस्टमरको रिक्वेस्टको आधारमा। अब यसलाई फुल चार्जको लागि के छ समय? यसको फुल चार्जको समय भनेको 4 देखि 5 घन्टा। हजुर। यो 60 भोल्ट हुन्छ। हाम्रो 32 एम्पियरसम्मको एमसिबी भएको घरमा 4 देखि 5 घन्टा र 32 एम्पियर भन्दा सानो एमसिबी भएको घरमा चाहिँ 5 देखि 6 घन्टा। 6 घन्टामा यो फुल चार्ज। तर दैनिक जीवनमा हामी जिरो पारेको हुँदैन, त्यसकारण 3 देखि 4 घन्टा एभरेज चार्जिङ दैनिक जीवनमा हुन्छ। किनभने जिरोमा लाने बित्तिकै त फेरि ब्याट्री डाउन हुन्छ। अब यसको अगाडिको डिजाइनको कुरा गरौँ, यो स्पोर्टी टाइप डिजाइनमा छ। यसको मोटर गार्ड हेरौँ, यो 12 इन्चको व्हील छ। 12 इन्चको व्हील छ। पछाडिको ब्रेक ड्रम ब्रेक छ भने अगाडिको ब्रेक डिस्क ब्रेक छ। ओके। यसको बुट स्पेस पनि साह्रै राम्रो छ, हामी बुट स्पेस पनि हेर्नेछौँ। यसमा पनि 3टै गियर अप्सन छ र फरवर्ड र ब्याकवर्ड भनेको रिभर्स गियर पनि यसमा छ। लाइट पनि साह्रै राम्रो हुन्छ र यसमा क्रुज कन्ट्रोलको पनि अप्सन राखिएको छ। ओके। क्रुज कन्ट्रोल भनेको गाडीमा एउटै स्पिडमा हाइवेमा कुद्नका लागि राखिएको अप्सन हो र यसको स्पिडिङ भनेको 35, 55 र 65। 35, 55 र 65 तीनटा अप्सन छ यसमा स्पिडिङमा। हजुर। अनि यसले चाहिँ हाम्रो बुट स्पेस पनि हेरौँ, यसमा चार्जर दिएको हुन्छ अनि यसमा सानो टुल्स पनि हामीहरूले दिएको हुन्छ। अनि यो एमसिबी भयो, यो लाइन कटअपको लागि। ओके। र यो राम्रो डिकी छ, यो सानो गाडी भयो भने ठुलो डिकी छ यतिको र डिकी धेरै राम्रो छ। यो पछाडिको पछाडिको टेल पनि साह्रै राम्रो ब्युटिफुल देखिन्छ। यसमा लाइटिङ अप्सन पनि राम्रो छ। कुन लाइट युज भएको छ? यसमा सबै एलइडी लाइट भएको छ। ओके। र यसमा चाहिँ मोबाइल चार्जिङ सुविधा पनि राखेको छ। हजुर।
यसमा मोबाइल चार्जिङ सुविधा छ है। अनि लुकिङ मिररहरू पनि साह्रै राम्रो छ। ब्रेकिङ अगाडिको डिस्क ब्रेक, पछाडिको ड्रम ब्रेक हो। हजुर। ब्रेकिङ पनि नराम्रो छैन, एकदम राम्रो छ। पछाडि गाडी सानो भए तापनि अगाडिको र पछाडिको मान्छेलाई मजाले बस्न मिल्छ। र म जतिको हाइट भएको एभरेज मान्छेले बस्दाखेरि एकदमै कम्फर्टले बस्न पाइन्छ। पुरै अगाडि खुट्टा राखेर आनन्दले बस्न पाइन्छ है। हजुर। त्यसमा ढाड दुख्ने ओर्ने केही पनि समस्या हुँदैन। यसमा हर्न लाइटहरू साह्रै राम्रो छ। हजुर। अब हामीले यसको माइलेजको पनि कुरा गरिहाल्यौँ होइन, यसको ब्याट्रीको पनि कुरा गरिहाल्यौँ, मोडको पनि हामीले कुरा लगभग गरिहाल्यौँ। तिनवटा मोडमा इलेक्ट्रिक स्कुटर कुद्छ होइन। मोड तपाईँको रोजाइअनुसार कतिमा कुदाउन चाहनुहुन्छ? कुन कुन मोड भन्नुभएको छ तपाईँले? यो नर्मल, इकोनोमी, नर्मल र स्पोर्ट मोड तीनटा मोडमा कुदाउन पाइन्छ। अब इकोनोमीमा लो स्पिडमा कुद्छ, ब्याट्री खपत हुन्छ, धेरै लामो माइलेज दिन्छ। नर्मल मोडमा तपाईँको सामान्य मोड हो, त्यसले ब्याट्री ठिक्क खान्छ। र स्पोर्ट्समा चाहिँ अलिकति स्पिडिङ गर्न पाइन्छ, तर ब्याट्री अलिकति धेरै खान्छ। ओके, अब सम्पूर्ण जानकारी दिइसक्नुभयो। ग्रिन पावर भनेको एउटा राम्रै ब्रान्ड हो, फेमस ब्रान्ड हो। यसको प्राइसको कुरा गर्दा कति छ? अब यसको प्राइस चाहिँ तपाईँको अफर प्राइस हाम्रो 40 एम्पियरको ग्राफिन ब्याट्रीमा चाहिँ तपाईँको अहिलेको अफर प्राइस भनेको 150 हो। हजुर। त्यसमा विन्टर अफर पाइयो। हजुर। एक जोडी ग्लोभ्स, चेस्ट गार्ड, हेलमेट, चार्जर ल क्यास डिस्काउन्ट है। विन्टर अफरमा हाम्रो त्यो छ। यो भिडियो हेरेर आउनेलाई राम्रै किसिमको क्यास डिस्काउन्ट दिने गरेर चाहिँ हामीले पहिला पनि धेरैजनाले लगिसक्नु भएको छ। जसले भिडियो हेरेर आउनुहुन्छ उहाँहरूको क्यास डिस्काउन्ट साह्रै राम्रो छ पाउनुभएको। र यसमा कीको अप्सन चाहिँ दुईटा छ। हजुर, देखाउनुहोस्। एउटा रिमोट हजुर र अर्को की, दुईटैले काम गर्छ। यो डिकी खोल्न र ह्यान्डल लक गर्न चाहिँ की नै चाहिन्छ, र रिमोटले चाहिँ मोटर लक पनि गर्न पाइन्छ। त्यो अप्सन पनि यसमा छ। धेरै राम्रो अप्सन छ यसमा। अलराइट, आज यो ग्रिन पावरको नयाँ ब्रान्डिङ गरेको छ एस मोडल ACS, त्यसको बारेमा टोटल जानकारी दिनु, त्यसको लागि धन्यवाद। हस्, धेरै धेरै धन्यवाद।